हेलो एभ्रिवान वेलकम ब्याक टु माई फेसबुक पेज र आज चाहिँ देख्नु भइरहेको छ निधारमा रातो टिकामा होइन सजिएर अब भिडियो सानो भिडियो तपाईँहरूमाझ देखाउन गइरहेको छु। सो तपाईँहरूले पनि दसैँ टिका आई होप कि लगाइसक्नुभयो है। सबैलाई फेरि पनि भन्न चाहन्छु वान्स एगेन यो 2025 को ह्याप्पी दसैँ है। सबैलाई यो दसैँको धेरै धेरै शुभकामना नि बधाई र एकदम रमाइलो गर्नु होला है। रोग कष्टदेखि मुक्त भएर एकदम हातमा खुसी राखेर चाहिँ तपाईँहरूले यो चाड मनाइदिनु होला भन्न चाहन्छु। ल म चाहिँ टिका लगाइसकेको छु साथीहरू गाइज होइन। ऐनामा हेर्दै कस्तो देखेको छ भनिदिनु होला है। यो टिका चाहिँ तपाईँको 3 इयर्स आफ्टर चाहिँ है 3 साल पछि निधारमा टिका कुनै पनि सानो टिका थिएन। आज पहिलोचोटि यत्रो ठुलो टिका र चामलको टिका लाउन पाउँदा परदेशमा छु होइन। एकदमै खुसी लागेको छ साथीहरू होइन। र यहाँ मैले पूजाहरू पनि गरिसकेको छु टक्कसँगले हेर्नु सक्नुहुन्छ। उज्यालो भइरहेछ आज घर होइन। र यस्तै छ साथीहरू परदेशमा। यहाँ मैले पकाइरहेको छु प्याजी होइन। प्याजी छ यहाँ, दाल सब्जी यहाँ, मासु यहाँ छ, दाल यहाँ पाकिरहेछ। र यति भन्दै साथीहरू आजको यो सानो भ्लग है तपाईँहरूलाई म यही ह्याप्पी दसैँ भन्नको लागि हो। र तपाईँहरू इन्जोय गर्नु होला, रमाइलो गर्नु होला। र एउटा कुरा चाहिँ छ साथीहरू है, मलाई यो टिकामा कस्तो देखेको छ प्लिज कमेन्ट गरिदिनु होला है त। बाई बाई, भेटौँला साथीहरू फेरि अर्को भिडियोमा है त। बाई बाई।